यो चाहिँ फेद कुइने समस्या मेरो फिल्डमा देखा पर्यो हैन। यो खालको ढुसीको कारणले चाहिँ हुने गर्दछ। ओइलाउँदै जाने र ओइलाइसकेपछि यसो निकालेर हेर्दाखेरि चाहिँ सबै जराहरू चाहिँ कुहिसकेको हुन सक्ने हुन्छ हैन। यो समस्याको समाधान चाहिँ हुन्छ। दर्शकवृन्द नमस्कार। आज यो मैले आफ्नो तरकारी खानको लागि यो व्यावसायिक रूपमा त होइन तर आफूले खानको लागि लगाएको यो क्याप्सिकम यो डल्ले वाला हो। यो क्याप्सिकममा चाहिँ एउटा खालको समस्या देखा पर्यो। हिजो त्यो छेउको पारी छेउको बोर्ड चाहिँ ओइलिएको जस्तो देखिसकेपछि मैले त्यसको चाहिँ अब्जर्भेसन गरेँ र त्यसको चाहिँ फेद यसरी उखेलेर हेर्दा चाहिँ जरा कुहिएको समस्या देखियो हैन। जरा कुहिएको अनि त्यसपछि चाहिँ सर्लक्क ओइलाएको समस्या देखिसकेपछि मैले त्यसको पहिचान गरेँ र यो चाहिँ फेद कुहिने समस्या मेरो फिल्डमा देखा पर्यो हैन। यो खालको ढुसीको कारणले चाहिँ हुने गर्दछ। त्यो भइसकेपछि अब त्यसको निराकरणको लागि अथवा धेरै किसानहरू तपाईहरुलाई पनि यो किसिमको रोगले चाहिँ दुःख दिएको हुन सक्छ। स्पेशली चाहिँ बढी केमा देखिन्छ त्यस्तो फेद कुहिने भन्दाखेरि अकबरे खोर्सानी र यो क्याप्सिकम भन्छौँ हामी यसलाई हैन। यो डल्ले खोर्सानी अब यो हामीले तरकारी खाने खोर्सानी त्यसमा चाहिँ बढी देखिन्छ र अरू चीजहरुमा पनि जरा कुहिने रोग चाहिँ लाग्दछ। यो सिजन फेरि कस्तो छ भन्नुहुन्छ भने यो बेला चाहिँ अलिकति बढी देखिने हैन। र यसको लक्षणको बारेमा बताउँदाखेरि चाहिँ यो बोर्ड भयो। अहिलेको लागि चाहिँ यो बोर्ड एकदम ठीक छ हैन। तर बिस्तारै यो चाहिँ ओइलाउँदै जाने र ओइलाइसकेपछि यसो निकालेर हेर्दाखेरि चाहिँ सबै जराहरू चाहिँ कुहिसकेको हुन सक्ने हुन्छ हैन। त्यसको निराकरणको लागि चाहिँ सबभन्दा अब बेटर आइडिया भनेको चाहिँ यो मैले नखुको यो बोडो मिक्सर हैन। यसलाई चाहिँ बोडो पेस्ट हो। यो चाहिँ खासमा पेस्ट हो। यसलाई चाहिँ पानी हालिसकेपछि यसलाई चाहिँ बोडो मिक्सर बन्छ। त्यो मिक्सर चाहिँ यसको फेदमा ड्रेन्चिङ गरिदिने भनेको यसलाई चाहिँ पानी हालेर यसको मात्रा छ 10:100 त्यो मात्रा मिलाएर चाहिँ यसलाई चाहिँ अब हामीले ड्रेन गर्छौँ भनेको यसको फेद यो बोर्ड भयो यसको फेदैनिर यसको फेदनिर चाहिँ ड्रेन्चिङ गर्ने भन्छौँ। भिज्ने गरी अथवा फेद भिज्ने गरी लगाइसकेपछि यो समस्याको समाधान चाहिँ हुन्छ। यदि तपाईको पहिले नै फेदमा संक्रमण भइसकेको छ कुहिसकेको छ भने त यो प्रयासले त्यति साह्रो चाहिँ सक्सेस हुँदैन। तर त्यो फिल्डमा मेरो परको छेउको एउटा बोर्डमा देखा परिसकेको छ। बीचमा एउटा सानो ओइलाइराखेको छ हैन। बाँकी चाहिँ यो झरिलो अवस्थामा छ। यो यसमा चाहिँ बाँकी समस्या देखिएको छैन भने अब यसले चाहिँ कन्ट्रोल गर्छ हैन। यो चाहिँ रामबाण पनि भन्छौँ हामी। जस्तो यो विभिन्न किसिमको चाहिँ अब ढुसीहरूलाई कन्ट्रोल गर्नको लागि यसले चाहिँ धेरै राम्रो काम गर्छ हैन। यो चाहिँ नखुको बोडो पेस्ट हो। अब हामी यसमा चाहिँ एप्लाई गर्छौँ। हेरौँ अब रिजल्ट के हुन्छ। अब तपाईहरुलाई पनि केही त्यस्तो समस्या छ हैन कृषिसँग सम्बन्धित केही समस्या छ भने चाहिँ कहिले कहीँ अब तपाईलाई फुर्सद भएको बेलामा कमेन्ट गरिदिनु होला। अनि त्यो हिसाबले चाहिँ नि गर्छौँ। अरू रोगहरूको बारेमा पनि अब हामीले चाहिँ अब के पनि गर्छौँ भने यसलाई चाहिँ अब फेदमा मात्रै ड्रेन्च गर्दैनौँ। यसको चाहिँ यो पुरै बोर्ड भिज्ने गरी पनि हामी चाहिँ यसले स्प्रे गरिदिन्छौँ है त। अब अलिकति चाहिँ हामी यो भिडियो दृश्य चाहिँ हेर्दै गरौँ। यसमा चाहिँ यो भागमा जस्तो यो भागमा चाहिँ ओइलिन लागेको छ हैन। यस्तो चाहिँ अब समस्या देखेको छ। यो अब यस्तो खालको समस्या देखिसकेपछि चाहिँ के हुन्छ त भन्दाखेरि अब यो त पुरै नष्ट हुनु भयो नि त। अब यस्तो फल्ने विशेष गरी चाहिँ फल्ने बेलामा चाहिँ त्यस्तो भएको छ हैन। त्यस्तो भएको हुन्छ। जस्तो यतापट्टि चाहिँ मैले यो यतापट्टिको चाहिँ जुन गोलभेडा छ यो गोलभेडामा चाहिँ यसपालि खासै रोगको धेरै समस्या छैन। सुरुमा चाहिँ टुटाले हामीले बढी समस्या दिएको थियो हैन। अब टुटालाई चाहिँ हामीले इमामेक्टिन बेन्जोएट जो 5% को जुन छ त्यो इमामेक्टिन बेन्जोएट एकपटक एप्लाई गरिसकेपछि अहिले चाहिँ सम्भवतः यो कन्ट्रोलको अवस्थामा छ। र यतापट्टिको फिल्डमा चाहिँ मैले नजिकै यो क्याप्सिकम आफूले खानको लागि व्यावसायिक हिसाबमा त हाम्रो छैन। यो खानको लागि चाहिँ उपभोग गर्दाखेरि यो यसमा चाहिँ जरा कुहिने अथवा फेद कुहिने समस्या देखिएको छ। र यसलाई चाहिँ अरू विषादीहरू भन्दा ढुक्कले प्रयोग गर्न सकिने विषादी हो फेरि यो है। हामीले प्राय ढुसी कन्ट्रोलको लागि होस् अथवा यो जरा कुहिने फेद कुहिने समस्याको लागि होस् हामीले चाहिँ भन्नु पर्दाखेरि यो चाहिँ सुरक्षित छ हैन। जति अरू विषादीहरू प्रयोग गर्दाखेरि चाहिँ त्यो सुरक्षित छैन नि त। त्यसले पार्ने प्रभावको बारेमा त्यसले पार्ने असरको बारे त छँदै छ।
यसले चाहिँ त्यस्तो असर पनि गर्दैन है त। यो लगाएको क्याप्सिकममा फेद कुहिने समस्या देखिसकेपछि यसको निराकरणको लागि अथवा यसको समस्याको समाधानको लागि हामीले यो बोडो पेस्ट लाई चाहिँ यो बोडो मिक्सरमा तयारी गर्दैछौँ होइन। यसलाई चाहिँ मैले हालिसकेको छु। पहिले चाहिँ निलो तुथो र चुनाबाट बनाउनु पर्ने हुन्थ्यो होइन। त्यो धेरै किसानलाई चाहिँ यसको मात्राको बारेमा थाहा नहुने, कसरी प्रयोग गर्नुपर्ने भन्ने विषयमा थाहा नभइसकेपछि कम्पनीहरू पनि अहिले बाठा भइसकेका छन् र अहिले चाहिँ तयारी बोडो पेस्ट होइन, यो चाहिँ पेस्टको रूपमा आएको छ होइन। यसरी 1 लिटरको क्यापासिटीमा छ यो। अहिले चाहिँ मैले यसलाई चाहिँ अघि हालिसकेको छु। यसलाई चाहिँ यसरी हालिसकेपछि हामीले यसरी एउटा सिन्काले मजाले होइन यसरी चाहिँ घोलिदिने होइन। यसरी घोलिदिने। यसलाई चाहिँ एउटा यसरी मिक्सरको रूपमा अथवा चाहिँ यसरी घोलिसकेपछि अब हामीले चाहिँ यसरी घोलिसकेपछि चाहिँ अब धेरै घोल्न पर्दैन, किनभने यो त अलरेडी चाहिँ अब तयारी अवस्थामा छ होइन। अनि यी यस्तो इन्फेक्टेड एरियाहरूमा जस्तो यहाँनिर एउटा बोर्ड थियो क्याप्सिकमको, यहाँ चाहिँ पुरै बिरुवा चाहिँ हिजो ओइलाइसकेको अवस्था थियो होइन यहाँ। अनि उखेलेर हेर्दाखेरि चाहिँ जरा कुहिएको समस्या थियो। अब हामीले चाहिँ ड्रेन्चिङ गर्ने भन्ने हुन्छ क्या। जस्तो यसलाई चाहिँ अब हामी यो बाँकी रहेको बोटहरूलाई चाहिँ अब हामी के गर्छौँ त यहाँ भन्दाखेरि यहाँको फेदमा चाहिँ यो पानी चाहिँ हालिदिन्छौँ है। यो म हालेर देखाउँछु तपाईँहरूलाई। यसमा चाहिँ यो जगको सहायताले अथवा केहीले यसरी अब यसलाई चाहिँ अब हामी के गर्छौँ भन्दाखेरि यो इन्फेक्टेड एरिया पनि यसरी हालौँ होइन। र बाँकीमा चाहिँ यसरी हामीले चाहिँ यसरी चाहिँ हाल्ने प्रविधिलाई चाहिँ ड्रेन्चिङ गर्ने भनेर भन्छौँ होइन। यो बाँकीलाई चाहिँ अब हामी के गर्छौँ यसको एरियालाई चाहिँ होइन यसरी चाहिँ फेद चाहिँ मजाले भिज्ने गरी होइन। फेद चाहिँ मजाले भिज्ने गरी अहिले एकछिनमा स्प्रे मार्फतबाट पनि हामीले चाहिँ के गर्छौँ अहिले एकछिनमा स्प्रेको माध्यमबाट पनि यसलाई पातहरूमा चाहिँ स्प्रे गर्नुपर्ने हुन्छ। अब यसलाई चाहिँ हामी यसरी चाहिँ स्प्रे गरिदिन्छौँ के अरे यसरी चाहिँ हामी ड्रेन्चिङ गरिदिन्छौँ है। यसो गर्नुपर्ने हुन्छ। जस्तो यदि यो चाहिँ फेरि राम्रो पनि हो, जस्तो तपाईँको अकबरे खोर्सानीमा भयो होइन, क्याप्सिकममा भयो र अन्य चिजमा चाहिँ फेद कुहिने समस्या यदि छ भने चाहिँ यसलाई चाहिँ हामीले के गर्छौँ भन्दाखेरि बोडो मिक्सचर होइन, बोडो मिक्सचरलाई चाहिँ यसरी ड्रेन्चिङ गऱ्यौँ भने चाहिँ यो समस्याको समाधान चाहिँ नै हुन्छ है। धेरै चाहिँ यो प्रचलनमा आएको चाहिँ यही हो। यो चाहिँ फेरि विषादी प्रयोगको हिसाबले पनि सुरक्षित छ। यो निलो तुथो र चुनाको घोल हो, यो मिश्रण हो, यो अरू केही छैन। त्यसैले यसलाई हामीले चाहिँ नि सुरक्षित हिसाबले पनि चाहिँ यसलाई प्रयोग गर्न सकिन्छ। हजुरहरूले प्रयोग गर्दाखेरि पनि के गर्ने, सुरुमा त्यो इन्फेक्टेड जुन बिरुवाहरू छ त्यसलाई चाहिँ उखेलेर गाड्ने, जलाउने अथवा टाढा लगेर त्यसलाई चाहिँ डिस्पोज गर्न पर्ने हुन्छ है। अनि बाँकी रहेको अलिक राम्रै बोटहरूलाई चाहिँ यसरी ड्रेन्च गर्ने। यो एकपटकले मात्रै चाहिँ नहुन सक्छ। यो कम्तीमा 7 देखि 10 दिनको बिचमा भन्छ, कसैले 15 दिनको बिचमा भन्छ होइन। यदि मौसम धुम्मिएको छ, मौसम चाहिँ अलिकति चाहिँ बढी हुसु लागिरहेको अवस्था छ भने चाहिँ फङ्गसको डेभलप एकदम छिटो हुन्छ। त्यसलाई चाहिँ बिरुवालाई पार्ने असर होइन, बिरुवालाई चाहिँ धेरै चाहिँ छिटो इफेक्ट पार्छ। तर यो घाम लागिरहेको अवस्था छ, मौसम खुल्ला छ भयो भने चाहिँ त्यस्तो अवस्था चाहिँ 7 देखि 10 दिनको फरकमा 1 देखि 2 पटक प्रयोग गर्यो भने चाहिँ यो समाधान चाहिँ भइसक्छ है त। तपाईँलाई त्यही हिसाबले चाहिँ प्रयोग गर्नु होला। भिडियो हेरिदिनु भयो, यहाँलाई धन्यवाद व्यक्त गर्छु र आगामी दिनहरूमा पनि यस्तो भिडियो लिएर आउने बाचा गर्छु है त।